हेलो गाइज, वेलकम ब्याक टु माई च्यानल। के छ तपाईँहरू सन्चै हुनुहुन्छ? म पनि एकदम सन्चै आरामै छु र मेरो फर्स्ट भ्लग नै हो। 1 वर्षपछि फेरि भिडियो बनाउँ जस्तो लाग्यो होइन। त्यही भएर ट्याक्क लाएर आज चाहिँ मेसिन भ्लग बनाइदिनु पर्ला जस्तो छ। र हेरौँ है आजको दिन कस्तो जान्छ के जान्छ र तपाईँहरूलाई पनि इन्टरटेनमेन्ट गराउने फुल्ली कोसिस गर्छु र भिडियो अन्तिम समय हेरेर साथ सपोर्ट चाहिँ गरिदिनु है त ल। अनि आजभोलि यो वैशाख कति आज 18 गते बर्खा लाग्यो जस्तो पानी परे छ भने दिनदिनै लास्टै हिलो र किचडमा लास्टै खत्तम भएको काम गर्नु बिजोग। हाम्रो काम भनेको ती हिलो र माटो कटिङ यताउति हुने हो। पानी परेपछि लास्ट खत्तम हुन्छ। अब भ्लग भनेको अरू त फाल्टु फुल्टी केही पनि आउँदैन। मिसिन चलाएको अहिले मिसिन चलाइरहेको छु, मिसिन चलाइहरूको आउने हो होइन। त्यही अनि ल के पनि होइन, नयाँ मिसिन है। अर्को उतापट्टि छ एउटा 2टा रुबेल है। हामी चाहिँ अहिले कहाँ छौँ भने यो नेपालको सबैभन्दा चर्चित नै त भनौँ न, चर्चित र अहिलेसम्म नबनेको बाटो यो बनाउँदैछु फास्ट ट्र्याक। अहिले चाहिँ हामी कहाँ छौँ भने फास्ट ट्र्याकको तल दक्षिणकाली। यो चाहिँ काठमाडौँ छेउको साइड हो, सबैभन्दा दक्षिणकालीदेखि ठ्याक्कै मुनि फास्ट ट्र्याक। यो फास्ट ट्र्याक भोलिपर्सि बनेपछि यस्तो दामी हुन्छ नि, 4 लाइनको बाटो सुरुङै सुरुङ हो। दामी नाइस ल, त्यो लाग्यो जस्तो है। अब चाहिँ ल तेल सेल हालौँ। तेल त मेरो लागि मात्र आयो जस्तो छ। 2टै मिसिनलाई पठाउनु पर्ने हो, के गरे। अहिले के छ भने फेरि यो युद्धहरू गरेर होइन तेलको लास्टै समस्या छ क्या। अनि 200 लिटर आएछ आज भन्दा ठिक छ, तर 200 पुग्दैन क्या। दिनको 200 तेल पुग्दैन, त्यही पनि ठिकै छ। आज के काम हुन्छ, कहाँ काम भइरहेछ, कस्तो काम भइरहेछ, सानो क्लिपहरू म तपाईँलाई देखाइदिन्छु है। तेल हाली भ्यायो, यति पुग्यो है तेल 200ले। काँटा यहाँ यो तेलको काँटाहरू चाहिँ यति पुग्यो। चल्दैन भने कति 8 घन्टा चल्छ, 9 घन्टा मजाले चलायो भने 8 घन्टा। बागमती खोला लिचड लास्टै बनाउँछ भनेको एउटा सुँगुरदेखि लिएर सब काठमाडौँ 4 जति सब यसै फाल्छ कि के हो, लास्टै 4 आउने भनेर।
पानी परेर लास्टै ल्याङ यो फाउन्डेसन छ त्यस्तो ओह्रालो जानुपर्छ हिलो ल्यात मिसिन सक्नु सक्छ आफूले धेरै विचार गरेर गर्नु अब बिजोग हुन्छ मिसिन खस्यो फिक्स ठाउँ छ मिसिन घुम्नु पनि यता पनि उता पनि पानीको बिजोग भएर अब यो पानी फाल्नुलाई पनि यत्रो कम्पनीमा एउटा अब ऊ छैन त्यो जेन्डरबाट फाल्नु मिलेन तान्दै तानेन अब झन् तान्दै तान्दैन त्यो लेदो भइसक्यो मैले चलाइदिएँ लेदो भइसक्यो त्यो पानी नै लेदो भइसक्यो ल यो बागमतीको फिज है यो फिज हावाले सब उडाएर आउने भने कि बिहानसम्म त मौसम पुरा क्लियर थियो अहिले फेरि पानी पर्ला जस्तो पानी पऱ्यो भने लास्ट बिजोग हुन्छ नि फेरि नि पानी पऱ्यो भने फेरि काम यस्तो बिजोग हुन्छ कि मिसिनै गाडियो भने मेरो मिसिन गाडेरै चाक छुनेकै ध्वस्त हुने भने कहाँ सिनो बगाएर राखेको नि कस्तो गना यही फिज उड्या हो यो यस्तो फिज उड्छ नि यो लास्टै फोहोर के हो यस्तो लास्टै फोहोर हो के बाटो चाहिँ डेन्जर छ है यहाँ अलि माथिबाट चाहिँ भिड दामी निस्किन्छ होला मेसिनहरू उठ्छ नि उठ्छ नि त्यस्तो बेला भिडियो बनाउनै गर्ने एउटा ल यहाँबाट भिड चाहिँ दामी छ मिसिन चाहिँ त्यहाँ राखिरहेको छु यही फोहोरहरू उड्यो क्या बागमतीको यस्तो लिचड हो कि यहाँ कहाँबाट सिनो हो ओभर गनाइरहेको छ ल खाना जानु अब चाहिँ यो हामी ड्राइभर क्याम्प खाना साना खाएर फेरि लाग्यो कामतिर आइपुग्यो पानी पऱ्यो भने यस्तो जम्छ क्या यो चाहिँ हतार बल्लै हाल्नुपर्छ यता माथि पुगिसक्यो मतलब भएन त्यो पनि यो माथि पुगि डर मर्दैछ यस्तो गनाएर आएको क्यामेरा तपाईँहरू पनि त्यो तपाईँहरूलाई पनि गनाएर होला है मोबाइलको त्यो स्पिकर के अरे त्यो स्पिकरनिर सुन्नु त कस्तो गन्दा आएर सिनो भने कस्तो
चल्यो है यो भरेर त्यो भरेर त्यो त्यहाँ डाम दिएको छ त्यो भरेर त्यो बराबरै हुन्छ यो फेरि तानेर फाल्नुपर्छ त्यो भएर यो काम चाहिँ छिटो सक्नुपर्छ कि यति वाल लगाएर पनि काम छैन यो यत्रो यो अझ ठुलो पानी पऱ्यो यो टर्बान भनौँ न बाँध त यो बाँध त अनि ब्ल्याङ्क पारिदिइहाल्छ नि यस्तो क्लियर त छैन मौसम यस्तो छ है कालो निलो भएको कुनै ठाउँ कस्तो कस्तो के हो पानी पऱ्यो नि बिजो सबैको बिजो के मेसिन पनि ढुट्टो भइसक्यो हिलोमा गाडेर फास्ट्यागको डिजाइन चाहिँ यस्तै छ है आज अहिलेसम्म चाहिँ मेरो प्यारी भाटा आइपुग्यो है मेरो प्यारी मेरो मुटुको टुक्रा धन भाटा आइपुग्यो है म यो अर्को 140 हो त्यो यो है 380 मेरो मेसिन चाहिँ दाँत चेन्ज गर है भन्नु भनेको दाँत चेन्ज गरेको छ दाँत चेन्ज भयो सबै खोलेको सबै खोलिदिएको हो ए एउटा दाँत यो छेउको दाँत खा नि त सानो भाषा अनि बिचको दाँतलाई चेन्ज गर भनेको सब खोलिदिएको तर ठिक हो सजिलो हुन्छ यस्तो भाषा खाएर यत्रो भाषा अनि बिचको चाहिँ ठुल्ठुलै छ क्या अझै त्यही भएर बिचकोलाई चाहिँ यहाँ छेउमा अनि छेउको चाहिँ बिचमा राख भने सब खोल्दैछ ल चेन्ज गरेर उडेर आएर छ फिजहरू हजुर कस्तो गर्ने यार एसीमा बस्नु पर्यो घाममा टल्केर चल्छ नि यहाँ मस्त अब एकपल्ट फुलमा लाउनु पर्यो के छ तपाईँहरूले चाहिँ खाना खानुभयो त हामीलाई खानासाना खाएर पनि अब काम रेडी सब दाँत खोल्दैछ ठिकै छ त्यो पनि गाह्रो हुन्छ सबै खोल्नु नखोल्दा पनि हुन्थ्यो खोलेर गऱ्यो भने चाहिँ सजिलो हो तर यता छेउको चाहिँ नखोल्नु पर्ने दाँत पनि खोल्दैछ बल्ल शीतल भयो अब चाहिँ आनन्द
भनेर छ ठिक छ म त बिर्सिरहेको छ भ्लग गरिरहेको छ भनेर ल यहाँ चाहिँ यस्तो हिलो हुन्छ नि यो हिलो लास्ट बिजो बनाइन्छ है त्यहाँ गयो भने थचक्कै हो बेसी प्लात्तै हिलोमा च्याप्पैसँग आउने हो यो हिलोले भ्लग गरेको भनेर बिर्सिरहेको यसो हेर्छु भ्लग त चलिरहेको त्यस्तो नि हुन्छ ल ठिक छ अब चाहिँ एकलट त्यहाँ तल गएर त्यो खाल्टोको ढिलो सहित तान्ने तल जानलाई मिलाउनु पर्छ फेरि गाह्रो छ माथि उठिँदैन त्यसलाई हल्का क्लिन गरिदियो तल गएर त्यसलाई एकलट सोर्नु पऱ्यो त्यहाँबाट चाहिँ हिलो चेक हुन्छ कि त्यो पनि पछाडिबाट मूल पल्टाइराख आइरहेको है एउटा धारा जत्रो सर त्यसैले फेरि ख्यात्तै बनाइदिनु पछाडि ब्यागमा यत्रो उकालो पनि चढ्दैन भने त्यहाँ मेसिन तल गएपछि घुम्दैन क्या त्यही भएर ब्याग आउनु पर्ने हुन्छ त्यति हो त्यो त्यो माथिको मेसिन त्यो माथिको मेसिन चाहिँ तल बनाउनु पनि घुम्छ ऊ त्यो तल सानो ठाउँमा पनि सुरु हट्छ है त्यो सानो ठाउँमा मेरो मेसिन चाहिँ हो के गर्नु न यस्तो छ सल घटले बिहा जस्तै तान्नु पार्छ है यसरी तान्नु पार्छ अनि त्यहाँबाट हुन्छ ल झ्याक गर्छ यस्तो छ है मलाई भन्दा नि मिठो त उनीहरूलाई पो छ त क्या करूँ मैं क्या करूँ अब मेरो मिसिन बस्यो भने उनीहरूको भन्दा फेरि मेरो चाहिँ बिजोग हुन्छ यहाँ फाउन्डेसन यति गएर खनेपछि कि पनि खन्नु चाहिँ किन पऱ्यो होला कि पनि चाहियो यत्रो गएरमा कुनै त खोटा लगाउँछ होला यो फास्ट्याग जस्तो काम चाहिँ कहीँ पनि यत्रो गएरमा कि चाहिने कि त्यहाँ अस्ति त्यो फरमा हालेको थियो कीको भित्र माथिबाट ढुङ्गा र माटोले थिचेर सब लागिरहेको थियो त्यस्तै हो यो की चाहिँ खन्नै नपर्ने यत्रो गहिरोमा खोलाले त्यही पनि कहाँबाट भेट्नु खोला यो खाल्टोबाट चाहिँ छिटो निस्किनु पर्यो
ठिक छ, आजका काम पनि सकिसक्यो र हाम्रो त्यो बिहान हालेको 200 तेल पनि आज च्या भइसक्यो है। ओ मागुटु के हो यो भाँडामा जाला तेल यति आइपुग्यो। अहिले आजको मौसम चाहिँ जे होस् दामी नै भयो, पानी परेन हिजो अस्ति जस्तो पानी पर्ला जस्तो भइरहेको अहिले पनि। पानी चाहिँ परिहालेको छैन, यो त कालो निलो चाहिँ छ है। ल राति चाहिँ बेलुका फिक्स पानी पर्छ र आज हाम्रो काम के कस्तो भयो देखाइन्छ है। म यहाँबाट छ्याङ्गै देख्छ। आज चाहिँ त्यहाँ मान्छे बस्यो भने त्यहाँदेखि यहाँसम्म खन्यो र अनि यो पहिला सुरुवात गर्दा त्यहाँ भयो, बन्दा चाहिँ कस्तो देखिने हो थाहा छैन। काम चाहिँ आज यहाँसम्म आइपुग्यो। यस्तै गर्नुपर्छ, यसो गर्नुपर्ने। ल थ्याङ्क यू फर माई वाचिङ दिस भिडियो। ल हामी खानासाना खाएर पनि अब सुत्न लागेको। अनि तपाईँहरूलाई आजको मेरो यो भिडियो के कस्तो लाग्यो, र तपाईँहरूलाई मन पर्यो भने लाइक कमेन्ट सेयर एन्ड सपोर्ट पनि गर्दै गर्नु होला। र आज हामी आजको लागि भिडियो यति नै। ल गुड नाइट, शुभरात्रि। र म पनि अबदेखि रेगुलर भिडियो बनाउने कोसिस गर्छु र माया चाहिँ ओभरै देखाइदिनु है, मेरो लागि पनि हौसला बढ्नेछ। ल आजको लागि चाहिँ म यति नै भन्दै हामी गुड नाइट गर्नु भन्न चाहन्छु। र आजको लागि ल यति भन्दै भिडियो एन्डिङै लगाएछु।